हाई गुड मर्निङ फ्रेन्ड। आज चाहिँ म तपाईँहरूलाई हाम्रो मङ्पुमा अर्किड हाउसको दर्शन गराउँछु है। धेरै दिन बाद म आज चाहिँ भिडियो बनाउने मौका पाएँ हो। भर्खर फोन स्टार्ट गरेछ। आज चाहिँ कति साल बाद हो म यहीँ पढेको पहिला होइन, लगभग 25 वर्ष जस्तो बाद चाहिँ आज म यहाँ आएको घुम्नु है। यहाँनिर कति राम्रो फुल्दैछ, दामी फुल्दैछ भनेर। अब यो त सुरुमा त्यो तपाईँलाई माथि देखाउँछु कस्तो कस्तो छ माथि छन्, कति राम्रो छ हेर्नुहोस् है। लु सबैजना आउनुहोस् घुम्नु है, बहुत राम्रो छ। अहिले मौसम पनि बहुत राम्रो छ मङ्पुमा। तपाईँहरू फुल हेर्नु आउनुहोस् यसरी। यहाँ म्याडम पनि आउनु भएको छ, दामी भएछ तर फुल अर्किडहरू। यहाँ हेर्नुहोस् सेतो पनि छ, कति राम्रो छ। तर आज अलिक मौसम खराब छ कि त्यही भएर कति राम्रो भएछ। फुलै त्यही कति रहेछ। अलिक सिजन सकेर आयो कि हामीको पनि राम्रै छ अर्किड त है। आफूले हेर्नुहोस् आम्मामा परसम्म छ त। यहाँ हेर्नुहोस् त कति राम्रो राम्रो छ। यहाँ आउने, यहाँ कसरी आउँछ यहाँ आउँदा। ए आम्मामा लु कसलाई मनपर्छ अर्किडहरू हेर्नुहोस् है। हाम्रै मान्छेहरू कहाँ कहाँ घुम्नु जान्छ है, तर आफ्नै गाउँ म त 25 साल बाद घुम्नु आएको यहाँनिर हो। घुम्नु यस्तो जग्गा चाहिँ आउँदैन, यो नेचुरल हो नि त। हेर्नु त कति राम्रो छ है। सबैलाई एकदम वेलकम छ हाम्रो मङ्पुमा चाहिँ। मङ्पु यसलाई चाहिँ अर्किड हाउस नै भन्छ। पहिला चाहिँ हामी यहाँ चाहिँ गुम्बा यो के भन्छ कोठी डाँडा भन्थ्यो, यसलाई कोठी धुरा भन्थ्यो कि यसलाई। यहीँ स्कुल पढेको म। दामी दामी फुलेछ नि। यो त सिजन सक्यो, अस्ति सकेर नि। अब नत्र भने त कस्तो राम्रो हुन्छ यो। पहिला पनि म एकपल्ट आएको, तर धेरै वर्ष बाद। दामी दामी छ क्या, दामी हेर्नु है। कसलाई मनपर्छ अर्किड हेर्नुहोस् हो, कमेन्ट पनि गर्नुहोस्। यहाँनिर हो धेरै भेराइटीहरू छ यहाँ चाहिँ। यहाँनिर हाम्रो यो मङ्पुको अर्किड हाउस थियो पहिला एसियाको सेकेन्ड एवार्ड पनि पाएको थियो अर्किडमा क्या, कम्पिटिसनमा। कहिले हो डेट चाहिँ मलाई एकचोटि थाहा भएन कि। हाजी यहाँ बङ्गाली पनि आउनुभएको छ। कैसा लगा मैडम आपको? पकड़ो मेरा किन आप एक साल तक ऐसे देखने को मिलेगा। तपाईँहरूलाई चाहियो भने डिमान्ड गर्न सक्नुहुन्छ हो। धेरै भेराइटीको अर्किडहरू छ यहाँनिर। यो त सिजन गएर है, सिजनमा त कस्तो हुन्छ होला तपाईँ अब यसो आफै महसुस गर्नुहोस् है। दामी हुन्छ है हाम्रो मङ्पुमा चाहिँ यो अर्किड हो। अहिले म तपाईँलाई परानिर त्यो ट्री हाउस पनि देखाउँछु होइन। हेर्नुहोस् है कति राम्रो छ। सबै हाम्रो यो चाहिँ फेरि लोकलहरूले गरेको है, डाङ्नु हाम्रै साथीहरूले गरेको, सँगै पढ्ने स्कुल पढ्ने साथीहरूले गरेको यो हो। बहुत राम्रो छ यो हेर्नुहोस् त। यहाँ चाहिँ नामहरू लेखेको छ अर्किडको होइन, तपाईँले डिमान्ड गर्नु सक्नुहुन्छ यहाँनिर है। फुलिसकेको छ, कोही छ सिजनमा सबै फुलिसकेको। लु हेर्नुहोस् अर्किडको खेती चाहिँ अब यहाँनिर यस्तै साह्रो उब्जाउ हुन्छ है। छ हेर्नुहोस् लु तपाईँले। अब यो चाहिँ सिजनमा आउनुहुन्छ कस्तो फुलेको हुन्छ। अब कति मान्छे आउँछ हेर्नु, हेर्नुहोस्। किवीको खेती चाहिँ यसरी गरिन्छ है हाम्रो मङ्पुमा चाहिँ। हेर्नुहोस् है सबैले
कति किवी फल्छ नि, सस्तो पनि फल्छ यहाँनिर। यो जग्गामा चाहिँ कतिचोटि नेपाली फिल्महरू चाहिँ सुटिङ भएको छ हो। दयाहाङको पनि सुटिङ भएको छ यो जग्गामा, हाम्रो बुद्ध दाजुको हो। यो हो मङ्पुको अर्किड हाउसको पुरा एरिया चाहिँ बााउन्ड्री चाहिँ तलदेखि अहिले म तपाईँलाई देखाउँछु बाटोमा है। तर हेर्नुहोस् त्यही राम्रो जग्गा छ। माथि त्यही माथि किवी खेती छ।